बालेन्सा र हर्क साप्पाङको लभ स्टोरी त तपाईँलाई थाहा छ होला नि। आज म त्यो लभ स्टोरीको पुरै नाली लिएर आएको छु। हेर इन्जोय गर्नुहोस्। लेट्स बिगिन। डिस्क्लेमर। I love you. रिसाको होइन, झगडा परेको चाहिँ राम्रो बुझ्नु है, बिचमा पेच्चा नसोध्नु सधैँ जस्तो। आउँदैछु म कुरा फेरि आउँदैछु भन्दैछु भने छ त किन बिचमा बोलेको? हिरो हुन्छ तपाईको सबभन्दा प्रिय साथीको मेयरमा क्या मेयरहरूमा हाम्रो बालेन सर श्री बाबु मर्जन रेणु दाल र बालेन सर मनपर्छ बालेन सर त्यस्ता मुला बिचारा यार लभ पढ्न पासेन झगडा। ओ डार्लिङ नरिसाउन आइ एम जस्ट किडिङ। यसले पनि गर्नु गर्छ यार है। ए जेलसी सरी जेलसी भनेन त गाइस मैले जेलसी। हर्क साम्पाङको स्ट्याटस यति मिनेटमा आउँछ भन्ने मान्छेहरू छ। आउँछ त यहाँ अहिले पनि लेखौँ भनेको तपाईँले भुलाइराखेर। मलाई यहाँ एकदम सकसक लागेर अघि त्यहाँ त्यो संसदीय दलको अफिस भनेर दिनुभएको रहेछ, अगाडि फोहोर जम्मा भइरहेको छ, बेलचा भयो त भन्ने जस्तो भइरहेको थियो। बेलचा दिदिनु यार, सब सिंहदरबार सब सभा दिन्छ। रविजी चाहिँ आउँदाखेरि नमस्ते गर्दै आउनुभयो। बालेनजी छिरेको चाहिँ मैले देखि के अरे थाहा पनि पाएँ। अल्छी छौँ है कति अल्छी छौँ, अल्छीको त राजै हो नि। वर्षमा दिने वृद्ध भत्ता राष्ट्रपालले 75 बनाइदियो, के भन्नुहुन्छ यसो तपाईँ? लाइफ एक्सपेक्टेन्सी भनेकै अराउन्ड 70 हो हाम्रो, होइन हो कि भन्नु न। औषध आयो अनि तपाईँको त्यो औषध आयो भन्दा माथि लगेर अनि बुढाबुढीमा अलिकति झगडा पऱ्यो भने अलिकति हुन्छ नि उताप चढाप, त्यस्तै भएको हो के। चिठा पार्ने खालको गर्नु हुँदैन। 70 वर्ष भन्दा बढी बाँचे त चिट्टा, होइन भने पैसा जगत। देशभक्तिको हिसाबले, देशलाई माया गर्ने के अरे तपाईँको चाहिँ के अरे त्यो एउटा स्वभावको हिसाबले चाहिँ हामी एउटा विशाल दल हो, तर सङ्ख्याको हिसाबले चाहिँ 7 जना मात्र। होइन सङ्ख्याको 7 जना भए पनि 7 जना पनि 7000 बराबर छ नि त। म त यस्तो कल्पना गर्छु, नेपालमा भोक लाग्दा जङ्गल पस्ने क्या, जङ्गलमा आँप फलिराखेको, लिची फलिराखेको, कटहर फलिराखेको, अभोकाडो फलिराखेको, अम्बक फलिराखेको, होइन चिउरी फलिराखेको, सुन्तला स्याउ फलिराखेको हुँदाखेरि हामी बजार जानुपर्छ त? पर्दैन, होइन। मान्छे चाहिँ पैसा बोकेर कुदिनु पर्ने क्या। खोइ कमिला कहिले पैसा बोकेर सपिङ गएको देख्दिनँ। डिप्रेसन होइन, एन्जाइटी हो, एन्जाइटी। सरकार चलाइराख्नु भएको छ, हामी प्रतिपक्षमा छौँ, होइन। विधि हुन्छ होला नि त, त्यो फोनमा मेसेज पठाउने, फोन गर्नेहरू त्यो एउटा ठाउँमा होला होइन। त्यो चिज चाहिँ पहिला अब सरकारी नम्बरहरू त थियो, अब उहाँले पनि छोड्नु सरकारी नम्बर, मैले पनि छोडेँ। फर्स्टमा नम्बर एक्सचेन्ज, त्यसपछि मुटु एक्सचेन्ज थाहा पाएको। यो बाटोमा हामी हिँडिसक्यौँ पहिल्यै। नम्बर तू समझा? नहीं तू समझा नहीं। आई लभ यू छ त राजा। महाराजा पनि होला हौ।
अल्छी चाहिँ अल्छी मेरो एउटा गीत सुन्नु भएको छ ओइ अल्छीको राजा भन्ने ल अहिले सुनौँ न सुन त अहिले कहाँ सुनाउँछु म जहाँ पाए त्यही माहौल हुन्छ नि गीत सुनाउने पनि पुरै बस्नु पर्यो अडियन्स हुनु पर्यो कहाँ एक्लै सुनाउँछ यो छाता ओढाको आफै यस्ता नाथे गर्मी यस्ता नाथे गर्मी उता लानु यो यसले त बिगार्छ त लास्टै गरी हो यस्ता नाथे गर्मी यस्तो नाथे चिसो संसदमा पनि तपाईँले आफ्नो मन्तव्यमा लिखित वक्तव्यमा त्यो कुरा राख्नुभयो एमसीसी खारेज हुनुपर्छ भन्ने लगायतको विषय किन खारेज नहुनुपर्ने कारण चाहिँ के त तपाईँले सोध्नु तपाईँले भन्नु न कारण भनिदेऊ न राम्रो 2-4 वटा कारण भनिदेऊ गर्दैनन् बुढाले होइन त्यही त हो नि गर्दाखेरि अब साना मान्छेहरूको ठुल्ठुला गुनासाहरू साना दलका ठुल्ठुला गुनासाहरू त्यसका लागि अब बैठकै 16-17 मिनट ढिलो सुरु गर्ने तर बोल्न चाहिँ फेरि 3 मिनटमा सकिसक भन्दाखेरि त्यो चाहिँ राम्रो चलन देखिन्छ अब आगामी दिनहरूमा चाहिँ राम्रै हुन्छ होला भएन भने म फेरि घडी उपहार ल्याउँछु दिमाग चाहिँ हो कि यार भन्नुपर्छ बुढाको दिमाग त पाकै हुन्छ केही मान्छे चाहिँ अलि धेरै नै रमाइराखेका थिए अब म चाहिँ पालिका चलाएर आइसकेको होइन अलिकति तपाईँको चाहिँ नै भएको कारणले गर्दाखेरि पनि होला म चाहिँ एक्साइटेड पनि थिइनँ अब यस्तै त सुनाउने होला नि के सुनाउनु अर्थ होइन चिया रहेछ चिया पनि रहेछ अनि त्यो चियामा पनि चिनी त्यति लागेको रहेनछ मायामा पाइसक्यो भने के भने त्यसको नाम धोका पाइसकेको मान्छेलाई त मह पनि मिठो लाग्दैन मह पनि तितो लाग्छ नि त दिनमा बालनजीलाई देखाएर नमस्कार गर्नुहुन्छ सुन्नु न पदमा उहाँ हुनुहुन्छ पदमा हुनुहुन्छ उहाँ पदमा हुनुहुन्छ नि अब हो त्यो पदलाई मैले रेस्पेक्ट गर्नुपर्छ दिदीलाई मान्छु म तर व्यक्ति मेरो लागि ठुलो कुरो होइन किनभने त्यही पदमा अर्को मान्छे पनि थियो नि त आज खोरमा छ होइन तपाईँलाई सधैँ माया थियो छ र रहनेछ माया सारै आई लभ यु कतिको ट्युन आउँदैछ भन्ने यस्तो पनि हो नि त फेरि परीक्षा चाहिँ लिइरहन्छु कि म घरमा मेरो श्रीमतीको पनि लिइरहन्छु घरमा बुढीको परीक्षा लिइरहन्छु अरे के भन्नु भएको गर्दा गर्दै मेरो आज प्रश्न चाहिँ आफै प्रश्न खाने ठाउँ यहाँको गाली खाने ठाउँमा भन्नु न जेलले यसको पनि आलोचना गरेको देख्छु जेलले भ्याउला लाग्छ ठुलै जेल बनाउनु पर्ला तपाईँहरू हँसाउनुहुन्छ जेलमा हँसाउनु तपाईँ हुन्छ कि सर उहाँ होइन मान्छेलाई थुनिराख्ने होइन नि हो सम्पत्ति शुद्धिकरण लगाएर म त सरकारमा गएँ भने त जेलमा बस्ने मान्छे सबैले श्रमदान गर्न लान्छु ए बास सही हो केपी ओलीलाई पनि बेल्चो हाल्न लाउनु पर्यो भएन यस्तो हस्पिटलमा रेस्ट गरेर धेरै बुढाले जेलमा हाल्ने त्यहाँ राखेर कहाँ भाग दिँदै राख्ने हो कैदीकै पहिरनमा कि नर्मल कैदीको पहिरनमा कैदीको पहिरनमा पहिला फिल्मतिर देखिन्थ्यो नि कैदी नम्बर यति बिल्ला नम्बर कैदी नम्बर 507 केपी प्रसाद खडक प्रसाद ओली हाजिर हो भनेर पुरा बेलचा समातेर होइन म चाहिँ कोही मान्छे आउँदैछ हुनेवाला को जति के मन्त्री आउँदैछ भने नमस्ते गर्छु थोडा उसले मलाई गर्नुपर्छ नि सुरुमा अनि न मैले गर्ने होला सल्लाह सुझाव दिँदा चाहिँ तपाईँले बोल्ने थिएको त्यस्ता नाथे भन्नु पर्नुहुन्छ भन्छन् धेरै नै हिँड्दाखेरि चाहिँ म भन्छु नि त झ्यास गर्ने गन्तव्यमा पुगिँदैन पनि भन्छु मार्ने भयो त्यो शब्द चाहिँ गीतहरू लेख्छु त्यसले गर्दा होला गीतहरू लेख्छु भने चाहिँ पुरा अन्नु मलिक सोनु निगम अर्को के अरे उसको नाम अरिजित सिंह सोच्नु भयो होला होइन होइन भाग 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 भाग
गरौँ नेपाली हो शरम गर्ने दिन आइसक्यो भन्नेहरू होइन। तिम्रो मेरो एकताले यो देश बन्न सक्छ, शान्ति अनि उन्नतिले आकाश चुम्न सक्छ भन्ने खालको गीतहरू मेरो थुप्रै गीत त्यस्तो पनि छ। तर मान्छेले चाहिँ त्यस्तो गीतहरू चाहिँ सुन्दैन रहेछ। भाग 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 पर थु 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 आ आ हा 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 भाला मात्रै सुन्छ। तपाईँले आफूलाई आज प्रतिपक्षी देशमा रहँदै गर्दा यो बिचमा 5 वर्षभन्दा अगाडि वा पछाडि कुनै दिन प्रधानमन्त्रीको रूपमा आफू हुन्छु भनेर तपाईँ कल्पना गर्नुहुन्छ? त्यो अहिले नभनौँ, अस्वाभाविक हुन्छ, फेरि ट्रोल हुन्छ। सबभन्दा बढी डर हर्क सम्पाकजीलाई ट्रोलको छ। यति मान्छे भन्ने छैन। तपाईहरु पनि आउनु है, मिडिया पनि आउँछ, ठुलो ढुङ्गा बोकाउँछु म क्यामेरा पर राख्ने स्ट्यान्डमा हुन्छ अर्को सामान कहिले प्रधानमन्त्री बन्छ? प्रधानमन्त्री तपाईहरुले कहिले बनाउने? होइन बम गयो बोर्ड दिनु पर्यो अनि पो भन्छन्। अर्कैको जुनसुकै शक्ति आओस् हर्क साम्पाङलाई हल्लाउन सक्दैन। सब्सक्राइब गरिहाल्नु त। हर्क साङपाङको श्रम संस्कृति हर्के भन्नलाई त धन्न मुख सम्हालेर हर्क साम्पाङ भन्न पुगेछ। पार्टीमा ल्याएर श्रम गराउन कतिको मन छ तपाईँले? के अरे यस्तो छ उहाँको अब आफ्नै ऊ छ होइन। म श्रमदानको टी सर्ट चाहिँ एउटा दिनु पर्यो भन्दैछु। संसदमै दिनुहुन्छ कि बाहिर? तँ सम्झा एडिटरलाई त मान्नु पर्छ यार। सब क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूँ। अच्छा है भाई, अच्छा है। I love you. हट एआई हो एआई। एउटा भुइँ मान्छे बाट म आएको मान्छे हो, अझै पनि म भुइँमै छु, सधैँभरि म भुइँमै रहन्छु। भुइँमा रहँदाखेरि फाइदा के रहेछ भने लड्ने खतरा हुँदैन। लड्ने र झर्ने खतरा त्यसलाई हुँदो रहेछ जो चाहिँ उचाइमा माथि उड्छ नि। म चाहिँ सधैँभरि माटैसँग जोडेर बस्छु। नाइस हो हिजो त। पनि आज पनि छु, भोलि पनि रहन्छु। तर हर्क साम्पाङ जे भए पनि अलि बढी बोल्छन्, अलि नसोची बोल्छन् भनेर मात्र हो। तर मान्छे त बवाल छन्, चिल छन् यार। काम मेहनती पनि, लास्टै मेहनती। ओहो मलाई त मनपर्छ है। तपाईँहरूलाई कस्तो लाग्छन् कमेन्ट गरिहाल्नुहोस्। ओके गाइजहरू, आजको लागि यति नै गरौँ। फ्युचरमा पनि यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने यो भिडियोमा लाइक गर्नुहोस्, फर्स्टमा, सेकेन्डमा सब्सक्राइब गर्नुहोस्, थर्डमा मन परेको नपरेको कुराहरू कमेन्ट गर्नुहोस् र लास्टमा आफ्नो साथीहरूसँग सेयर गर्नुहोस्। ओके टाटा बाई बाई। प्लिज 10 वटा लाइक त गरिदिनुहोस् यार।